तपाईको नैतिकता के हो भने राम्रो कारण राम्रो कुरा सम्मेलन गरेर अहिले यसरी कुरा राख्दै हुनुहुन्छ बजारमा धेरै खालका जेनजी छन् तपाई कुन प्रकारको जेनजी हो भनिदिनुस् न तपाई मलाई कुन प्रकारका जेनजी छन् भन्नुस् धेरै छन् जेनजी के हो ल दुई चारवटा प्रकार भनिदिनुस् कस्तो प्रकार 2.2 देखि लिएर यहाँ त के हो अनेक 2.2 जेनजी भनेको जेनजी ढुङ्गानालाई मेरो प्रश्न के हैन एकचोटी पर्खिनु उहाँलाई क्ल्यारिफाई गरे ल तपाईको नैतिकताले के भन्छ भन्नुस् मेरो मलाई नैतिकताले तपाईहरुले जुन कार्य गर्नु पनि देशमा उधुम मचाउनु पनि तोडफोड आगजनी गर्नु पनि यो सम्पूर्ण जिम्मेवारी नेतृत्व भन्नेले लिनुपर्छ र तुरुन्त प्रहरीले तपाईहरुलाई हत्कडी लाउनु पर्छ त्यो तपाई के लयर हो म एउटा तपाई लयर हो जिम्मेवार व्यक्ति कसरी जिम्मेवार तपाईको क्वेशन नै यो इरेस्पोन्सिबल क्वेशन छ कसरी रेस्पोन्सिबल भयो नेतृत्व लिएपछि तपाई जिम्मेवार बन्नु पर्दैन जिम्मेवारको लागि छानबिन आयोग गठन भएको छ कि छैन तपाईले के बोल्नु भएको भन्नुस् त पत्रकार तपाईले बोल्न आउँदैन रहेछ खै एउटा प्रश्न के क्वेशन गर्नु भएको तपाईको नैतिकताले दिन्छ उहाँलाई के हो तपाईको यस्तो हावा क्वेशन नगर्नु तपाई जुन स्थानमा छ तपाईहरु जस्ता अराजक व्यक्तिहरुले गर्ने अराजक कुन आधारमा भन्नुभयो कुन आधारमा भन्नुभयो यत्रा तोडफोड आगजनी यत्रा तोडफोडको लागि छानबिन आयोग गठन भएको छैन जिम्मेवार तपाई बन्नुपर्छ उसले मलाई चाहिँ म अक्युज हो भनेर भन्यो एउटा प्रश्न छ के मेरो किन होला हो भन्दिन त कसरी तपाई नेतृत्व गर्दा भनेर आइराख्नु तपाई नगराउनु संसारमा